पक्का उनीहरूलाई थाहा होला यो। अरे त त्यो दीपक यादवको छोरा होइनस्? हो त, म दीपक यादवकै छोरा हो त। दारू खान्छस् त पनि? पार्टीको मासु भात खाइयो, आज दारू ल्याएर खाँदैछ। पार्टीले मासु भात दारूहरू खुवाउनु त खुवाउँछ ल, ठिक छ, खानेले खान्छ होइन। अब यो नखानेले पनि यसमा सिक्ने रहेछ क्या, यो तरिकाले भएन यार। यो 20-22 वर्ष खुवायो ठिक छ, भेडा जनताहरू जनता अहिले पनि बुझ्दाखेरि जस नखानेले पनि खाने जस्तो भयो क्या। यो हुँदैन पख, म तेरो बाउलाई भनिदिन्छु अब, पख फोन लगाएर फोन लाउँदैछु पख। अरे यी घन्टी बज्दैछ त। खोइ छोरा, अर्को प्याक पनि बनाऊ त। लिनु अरे बाउ छोरा पार्टीमा ल गाइजहरू, यो भिडियो चाहिँ जियोस् इन्टरटेनमेन्टको लागि मात्रै बनाइएको हो, प्लस सन्देशको लागि देशमा जियोस्, सन्देश जाओस् भनेर बनाइएको हो। 23 र 24 को जेनजी आन्दोलन सम्झिनुहोस् र तपाईको एक मत खेर नफाल्नुहोस्। तपाईहरुलाई लाग्छ यदि देश कसैले विकास गर्छ भने र परिवर्तन चाहनुहुन्छ भने तपाईको मत सुनिश्चित पार्नुहोस् र राम्रो व्यक्तिलाई चुन्नुहोस्।